सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधिहरू र विभिन्न संस्थाका उपस्थित हुनुभएका सम्पूर्ण मित्रहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षा निकायका कर्मचारी प्रतिनिधिज्यूहरू र यस 13 नम्बरका सम्पूर्ण कर्मचारी साथीहरू, म नेपालगञ्ज 13 को तर्फबाट र आफ्नो संस्थागत सबैलाई स्वागत र धन्यवाद दिन चाहन्छु। आज यस आफ्नो वार्डको भेलामा मैले 2 शब्द राख्न पाउँदा खुसीको कुरा लागेको छ। सबभन्दा पहिला मैले वार्ड सचिवज्यू र वार्ड अध्यक्षज्यूलाई विगतमा केही सम्झनाहरू गराउन चाहन्छु। विगतमा को काम कमसेकम हामीले 82 र 83 मा प्रगति सुन्न पाउँथे पनि अझै राम्रो हुन सकिन्थ्यो कि मलाई लाग्छ। जस्तै के हामीले प्रगति गर्यौँ, विकास निर्माणमा हामीले के गर्यौँ, कुन हाम्रो काम सम्पन्न भइसकेको छ त्यो अझै सुन्न पाए पनि अझै हामीले छलफल गर्न सजिलो हुन सकिन्थ्यो। त्यो कुरा भएन र कमसेकम मलाई लाग्छ जस्तै वार्ड कार्यालय त्यति गरिब छैन। एउटा त्यो बजेटको सिमित सबै आम पब्लिकलाई दिँदा राम्रो हुन सकिन्थ्यो, हामीले पनि बुझ्न थाहा पाउँथ्यौँ कि त्यो सुझाव हो मलाई। अर्को कुरा, विगतमा मैले धेरै कुराहरू राखेका थिएँ, त्यो कुरा कुनै पनि कार्यान्वयन भएन। त्यो कारण मैले आज माग्ने कुनै चिज होइन, सुझाव सल्लाह मात्रै दिन्छु। किन जब वार्ड भेला हुन्छ आम पब्लिकले र कुनै पनि जनप्रतिनिधिले राखेका कुराले सम्मान गरिदिनुपर्छ, त्यो सम्मान भएन। किन हाम्रो एकजना जनप्रतिनिधिले भनिसक्नुभयो हामीले व्यवस्थापन गर्न सकिएन भने कमसेकम त्यो कुरा हाउसमा जानकारी पायो भने अझै राम्रो हुन सकिन्थ्यो। र अर्को कुरा, लक्षित वर्गका अहिलेसम्म बजेटहरू छुट्याइन्छ र कतिजनाले यहाँबाट आयमूलकका तालिमबाट स्वरोजगार कतिजना बने, दलित होस्, चाहे महिला होस्, चाहे युवा होस्, चाहे ज्येष्ठ नागरिक हो, त्यो अलिकता जानकारी पाएपछि राम्रो हुन सकिन्थ्यो। र फेरि मैले भन्ने के सुझाव दिन चाहन्छु, पोहोर साल पनि मैले भनेका थिएँ यही बाटोमा हाम्रो चाहे ढ्यापीदेखि होस् चाहे जो होस्, बुलबुलिया चौकलाई सबैले एकचोटि ध्यानकर्षण गरिदिनु। कति त्यहाँ दुर्घटना हुने सम्भावना छ, त्यसमा मलाई लाग्छ जस्तै धेरै खर्च पनि नलाग्ला, वडा कार्यालयको बजेटले नभ्याए पनि बरु हामी सबै जानुपर्छ भने नगरपालिका जाम, त्यसलाई चाहिने मर्मत हामीले गर्न सक्यो भने अझै राम्रो हुन सकिन्थ्यो। र मैले भोगेका समस्या वार्ड नम्बर 13 टोल महापुरुवाको नाली निर्माण भएको छ। जनप्रतिनिधिज्यूहरूलाई महापुरुवाबाट थुप्रै फोनहरू पनि आयो, विकास निर्माण भयो, तर त्यो कति मानदण्डमा भयो, कति त्यसको मानदण्ड हो। गरिब मान्छेहरूले, गरिबदेखि धनी सबैले घर भत्काए, तर कतिको जति त्यो मानदण्ड कुन हो कहिले पनि हामीले अनुगमनमा देखिएन। अहिले पनि त्यो बाटोको गएर हेरौँ, जुन उसले ठेकेदारले खाल्टो खनेको ठाउँमा माटो अझै पनि छ, जुन दिन पानी पर्छ त्यो सबैको घरको अगाडि जम्मा हुन्छ पानी। त्यो के कारण हो? त्यो हाम्रो वार्ड कार्यालय भित्र त्यसको अनुगमन गर्ने दायित्व हो कि होइन? त्यो ठेकेदारलाई या अथवा सम्बन्धित कार्यालयले त्यो वार्ड कार्यालयबाट ध्यानकर्षण गराउन सक्ने हो कि होइन? हाम्रो दायित्वभित्र पर्छ कि पर्दैन, त्यो सचिवजीले जानकारी गराउनु होला। अर्को कुरा, सचिवजीलाई मैले के भन्न चाहन्छु, अघि नै केही साथीहरू हामी यहाँ बसेका थियौँ, पार्टीका साथीहरू, कमसेकम अहिलेसम्म हाम्रा यहाँ कर्मचारीदेखि सम्पूर्ण साथीहरूलाई 13 नम्बर वार्डमा राजनैतिक पार्टी कतिवटा छ त्यो ध्यानकर्षण गर्न जरुरी छ। उसैले कुनै पनि पार्टी प्रतिनिधिलाई पत्र नगाएको, व्यक्तिको हिसाबले गएको छ, त्यसलाई ध्यानकर्षण आगामी दिनमा गर्नुहोस्। पोहोर साल पनि त्यस्तै भएको थियो, अहिले पनि त्यही भएको छ। अर्को कुरा, 13 नम्बरमा विकास भएको छ नभएको होइन, विकास उहाँको क्षमताले, उहाँले कार्यालयको बजेट भ्याएसम्म उहाँले गर्नु भएको छ, नगरेको हामीले भन्न मिल्दैन। तर 13 नम्बरको अब मलाई लाग्छ जस्तै अहिलेका हाम्रा प्रतिनिधिज्यूहरूको लास्ट पनि हो, केही नमुना काम यस वर्ष गरेर जानुहोस्। भोलि अब निर्वाचन हाम्रो मुखमा आउँदैछ, देख्ने गरी कि भोलिका दिनमा कमसेकम कुनै मान्छे आओस् 13 नम्बरमा, यो 13 नम्बर वार्ड कार्यालय हो भनेर त्यस्तो केही नमुना काम। मैले पोहोर साल पनि भनेको थिएँ, कमसेकम हामी एउटा भेरिया स्थलको अगाडि
13 नम्बरलाई स्वागत गर्दै भनेको एउटा बोर्ड हाल्न सकिन्छ कि सकिन्न त्यो एउटा गरिदिए पनि कमसेकम त्यहाँ विभिन्न मान्छेहरूले हिँड्ने बाटो हो, 13 नम्बर यता पर्छ भनेर त्यो एउटा भइदियो भने अझै राम्रो हुन सकिन्थ्यो। र अघि नै स्वास्थ्यको सरले आफ्नो विचार राख्नु भएको छ, उहाँले पनि मेरो सुझाव छ। हामीले स्वास्थ्य चौकीलाई मलाई लाग्छ जस्तै यहाँका नागरिकदेखि जनप्रतिनिधि सबैको चासो हो कि हामीले नगर हस्पिटल आफ्नो स्वास्थ्य चौकीले बनाऊँ, तर उहाँले कहिले पनि यहाँका राजनैतिक दल र यहाँका बुद्धिजीवीहरूलाई बोलाएर कहिले पनि छलफल गर्नु भएको छैन। त्यसमा गर्नुहोस्, हाम्रो कुन कहाँबाट के हामीले सहयोग गर्न सक्छौँ, हामीले हस्पिटलको लागि हामी तयार छौँ। किन वार्ड अध्यक्षले मात्रै एक्लै गरेर सम्भावना हुन सक्दैन।